मैले यति धेरै माया अनि यति धेरै रमाइलो हुन्छ भनेर सोचेको पनि थिएन। All right guys, welcome back to my mini vlog. अनि आज हामी फर्स्ट टाइम फ्यामिली पिकनिक मनाउन हेटौडाको शहीद स्मारक गएका थियौं, तर बुवा बाहेक। हजुर, बुवा चाहिँ आज पसलमा बस्नुभयो, हामी चाहिँ लाग्यौं शहीद स्मारकतिर। जाने बित्तिकै सबैजना सामान लिएर भित्रतिर लाग्न थाले, तर म भने बाहिर नै अल्मलिरहे। किनभने मलाई माया गर्नुहुने टन्नै मेरो फ्यान यानी कि मेरो शुभचिन्तकहरू भेटेको थिए। सबैसँग हाई हेलो गर्दै फोटो खिच्दै जाँदा त मेरो फ्यामिली बाटामा पुग्न मलाई 1 घण्टा नै लाग्यो। अनि हामी लाग्यौ खाजा बनाउने तर्फ। त्यतिकैमा काजीको फ्यानहरूले पनि काजीलाई देख्यो। अब देखेपछि फोटो नखिच्ने कुरा नै भएन, अनि लाग्यो काजी ड्याङ्का ड्याङ फोटो खिच्न। त्यतिखेरसम्म हाम्रो खाजा रेडी भइसकेछ, अनि नुन चाख्ने काम गरेर खाली पेटलाई भरेर लाग्यौं हामी घुम्न तर्फ। हैन, यो त पिङ खेल्दा पनि सिरियस भइरहेको छ त। यसको बेथा हामीलाई के थाहा। अनि लाग्यौं हामी सुरज भाइलाई साडे माथि चढाउन। कसेर समात, बरु साडेलाई चाहिँ ढाल, तर आफू चाहिँ नडल भनेको सकेन, बुकलुक्कै डल्यो। हे भगवान, यत्रो बेर डुलिसक्दा त मम्मीले हामीलाई पुलाउ रेडी गर्नु भइसकेको थियो। अनि त्यसपछि त गम दिन थाल्यौं। अब त्यही खाकोलाई पचाउनको लागि लाग्यौं हामी डुल्न, टिकटक बनाउन अनि फोटो खिच्न। डुल्दै रात परिसकेछ। हाम्रो शहीद स्मारक त झन् रातको बेला धेरै राम्रो देख्ने। कतिजनासँग त राम्ररी बोल्न पनि पाएन, फोटो पनि खिच्न पाएन। त्यसको लागि मनदेखि नै सरी। यसरी नै सधैँभरि सपोर्ट र माया गरिदिनु होला भन्दै आजको भ्लगलाई यही इन्ड गर्न चाहे। धन्यवाद।